Hi guys, welcome back to my channel. This is Rasmi केसी अनि आज चाहिँ हामी जाँदैछौँ धुलिखेल रोशनी विपना म दिया अनि हाम्रो 11 को कोही बहिनीहरू छ अनि बाहिरबाट पनि आउनु भएको छ डिफ्रेन्ट प्रोभिन्सबाट अनि हामी चाहिँ रग्बीको ट्रेनिङको लागि जान आँटेको आज र भोलि अनि आज 27 भोलि 28 दुई दिनको लागि अहिले चाहिँ 6:22 भयो रोशनी आउँदै होला अनि रोशनी आएपछि रेडी सेडी भएर जानुपर्छ सी रोशनी आएपछि सो गाइज अहिले चाहिँ रोशनी पनि आइसक्यो अनि हामीले पठाउ पनि गरिसक्यौँ अब हाम्रो पठाउ आउँछ होला अनि हामी जाने हो साथीहरू हामी त गाडीमा बसेको पनि कति भयो भन त 15 मिनट 20 मिनट भइसक्यो र 10 मिनट आउनु भनेको अलरेडी 7:43 भइसक्यो 1 आवर भयो हामी आएको ओ माई गॉड हामी यहाँ दुईजना मेटहरू थपिनमा चाहिँ टिम मेटहरू रोजसँग छ अनि अब हामी हल्का मिलेर जानुपर्ने हुन्छ अब 1.5 घन्टा जति लाग्ला त्यही हो सो गाइज अहिले चाहिँ हामी यहाँ रोडको भित्र हो ल कुरकुरे खाना लागेको होइन हामी जान चाहिँ आँटेको हामी खै कता जाने चाहिँ थाहा छैन तर त्यहाँ रोडको साइडमा बस्ने भन्नुभएको छ जस त्यतै जाने हो हामीले खाना सानी पनि खाइसक्यौँ अलिकति मात्र खाना खायौँ त्यस्तो भोक थिएन गाइज हामीले चाहिँ यहाँ पाइसक्यौँ यो खै के गर्ने हो थाहा छैन तर यहाँ टिका पनि छ पेन्सिल सार्पनर अनि यो पेनहरू स्माइल आमा हिरोले विपना सबैजना बिजी हुनुहुन्छ अनि हामी चाहिँ यहाँ खै के हो यो वर्क जस्तै छ Guys, I'm so tired. हामी चाहिँ यहाँ कुन चाहिँ स्कुलमा आएको कि काभ्रेको अनि त्यसपछि हामी अब यहाँ जर्सी कलेक्ट गरेर जाने भनेको हुन त सुपर टुएट जाने हो अनि जर्सी कलेक्ट गरेर जाने हो हामीले टी सर्ट पनि लाएर आइसक्यौँ गाइस चेन्ज गरेर हेर्नु कति राम्रो देखिरहेको छु बहिनीहरूलाई टी सर्टमा हाम्रो सरहरू पनि आउनुभएको छ मेयर उपमेयर खोइ को भन्ने हुनुहुन्थ्यो अहिले चाहिँ हामी बच्चाहरूको प्लेग्राउन्डमा खेलिरहेछौँ यहाँ सबैजना ओ माई गॉड गाइज अब चाहिँ हामी गएको होटेलमा किनकि हाम्रो आजको सेसन सक्यो अनि अहिले चाहिँ हामी जाँदैछौँ विपनाले यहाँ लाइट बाल्दै थियो रोशनी ओइ रोशनी हाई रोशनी अहिले चाहिँ हामी जाँदै हो हामी बसमा चढेर जानुपर्ने हुन्छ दिया चाहिँ म्यामसँग स्कुटीमा आउँछ अरे दियालाई हल्का गाह्रो भइरहेछ भन्दा उसलाई जहिले गाह्रो हुन्छ अनि हामी चाहिँ बसमा जाने हो हाम्रो बस त्यहाँ हामीले पर्खिरहेछ आजको डे सक्यो डे 1 डन एकदम रमाइलो भयो निन्द्रा नि लाग्यो यही हो हाम्रो बस चाहिँ नेसनल स्पोर्ट काउन्सिल यता चाहिँ पुरा राति भइसक्यो 7 बजिसक्यो नि त अब यहाँ हाम्रो ठाउँ पाउँछ कि पाउँदैन त्यो हो मेन त ए अहिले त खाली रहेछ अहिले चाहिँ हामी यहाँ काभ्रेको चोकमा नमो बुद्धै होला प्रोनाउन्सिएसन आम सरी मैले मिस्टेक गरेँ भने स्ट्रिट फुड खान हिँडेको है यो चोकमा हाई गाइज गुड मर्निङ नेक्स्ट डे आज चाहिँ हो डे 2 अनि अहिले चाहिँ 7:30 भइसक्यो 6:30 मा ब्रेकफास्ट रेडी हुन्छ भनेको थियो तर लेट भयो अनि यस्तो चिसो छ नि बाहिर ओ माई गड मेरो आँखाहरू सुन्निरहेछ प्रपर स्लिप पनि पुगेको छैन त्यही भएर होला म बाहिरको एकचोटि देखाउँछु यस्तो चिसो छ तर अहिले त अघिभन्दा गएछ कि हुस्सोहरू अहिले त खुलेछ गाइज हाम्रो बस आएको कति 8 बजे हो कि त्योभन्दा छिटो हो अहिले 8:23 भइसक्यो अनि हामीलाई कुरेको 30 मिनट भयो अब हामीलाई मार्छ अनि यहाँ होली आज होली हो यो सबै हुन्छ नि बच्चाले लो लाने पनि टेन्सन एउटा त त्यही हो हाम्रो गाडी चाहिँ अब हामीलाई मार्यो अहिले स्कुल आइपुगिसक्यौँ अनि आज छुट्टी रहेछ ए आज होली ह्याप्पी होली गाइज ह्याप्पी होली विपना
अर्को फोनबाट पनि Snap. लाइक स्न्याप म्यान्डेटरी यस हामी आएको स्कुल चाहिँ यही हो यहाँ स्विमिङ पुल जस्तो बन्न आँटेको रहेछ न उसु के साह्रो चिसो हो Oh my god! Is this a joke? Look at Rosti and Vipana. Happy Holi! Guys, हामीलाई हेर्न सक्नुहुन्छ हाम्रो 2025 को होली यसरी हामीले सेलिब्रेट गरेका छौं तर मजा त मजा आयो है यहाँ बिपेराले हेर्नु बिचरा लाई रमाइलो छ त साथीहरु मैले चाहिँ त्यो मफलर दियाले कालो मफलर ओढेर केही लगाएको छैन लगाएको छ त टी-शर्ट लगाएको छ तातो कपडा केही नलगाएन हामी यसरी घुम्दै छौं तर हामी यहीबाट जाने सोचिरहेका छौं परतिर चाहिँ यस्तो गो भइरहेछ त्यही हेर्नु जान आँटेको हामी त कहाँ आएको रे घुम्न आएको आउनु त कहाँ आएको हामीले के थाहा तर पनि घुम्न आएको बच्चाहरू ए लुक्ने भनेको ए साथीहरू हामी चाहिँ अब यहाँ घुम्यो भनेको खै त्यो होटलबाट यहाँसम्म आयौँ कि कहाँ चाहिँ हामी थाहै छैन यहाँ उता तलको रोडबाट हो कि उता जाने आहाना कलेक्सन ब्रान्डेड गाइस हाउ इज माय चप्पल नाखुले दिदी कफिली गाइस आज चाहिँ हाम्रो डे 3 आज हामी फर्किँदैछौँ अनि अहिले चाहिँ हामी साङ्गाको एउटा कुनै मन्दिर हो कि खै कता हो जाँदै हो घुम्नको लागि अनि पछि हामीसँग हुनुहुन्छ आज विपना दिया रोशनी प्रशंसा बहिनी अनि के रे रिना बहिनी गाइस अरू कहाँ घुम्न गयो हामीलाई थाहा भएन तर हामी चाहिँ यहाँ आइपुग्यौँ जङ्गलको बिचमा फेरि हामी फर्किँदै हो यो माथि कहाँ टपमा आइपुग्यौँ आउनु चाहिँ तर लास्टमा हैन हामीलाई कहाँ घुम्न लिएको थियो थाहा भएन तर हामी अर्कै ठाउँ पुग्यौँ अब फेरि हामी कुन बाटो जाँदैछौँ हामीलाई पनि थाहा छैन तर पनि ठिकै छ तर सुसु आयो कि मेन चाहिँ वाउ कस्तो राम्रो यो के हो हुन चाहिँ ए खाने पानी कुद्यो रहेछ फुलै फुलको बगैँचा यो चाहिँ हाम्रो आजको लन्च हाल्न पिउन् पानीपुरी चटपटे खाँदै फाइनली आइपुग्यौँ भने हाम्रो चटपटी सकेको पनि छैन स्टिल छ हामी चाहिँ फाइनली आइसक्यौँ वर्ल्ड टलेस्ट शिवजीको स्ट्याच्यु सो गाइज अहिले चाहिँ हामीले फोटोसोटो खिच्यौँ अनि पछि अब चाहिँ हामी टिका सिका लगाएर तल जान आँटेको हाम्रो बसले हामीलाई छोडेर जान आँट्यो अरे हामी 5 मिनट पनि बस्न पाएनौँ फोटो पनि कस्तो आयो आई डोन्ट नो तर पनि ठिकै छ अब चाहिँ हामी चल्दिएको गाइज अहिले चाहिँ हामी बसबाट पनि झरिसक्यौँ अनि अहिले चाहिँ हामीले पठाउ गऱ्यौँ अनि अब मेरो चाहिँ पठाउ आएर अब म जानुपर्ने हुन्छ पर्खिँदै हुँदो रहेछ पर स्कुटीमा सो गाइज अहिले चाहिँ म घर आइसकेँ घर आएर पनि म एकछिन रेस्ट गरेँ फ्रेस भएँ अनि अब फेरि म डान्स प्र्याक्टिसको लागि जान आँटेको हाम्रो चाहिँ भोलि प्रोग्राम छ कलेज प्रोग्राम र स्कुल दुइटैको प्रोग्राम अनि भोलि भयो भने भ्लग गर्छु भ्याएँ भने भ्याइन भने चाहिँ गर्दिनँ सो थ्याङ्क यू सो मच गाइज फर वाचिङ डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब बाई सी यू नेक्स्ट भ्लग्स